welcome back to my channel. It's me Daisy here. अनि आजको टाइटलबाट थाहा पाइसक्नुभयो कि आज हामी कहाँ जाँदैछौँ भनेर. यस, आज हामी तातो पानी जाँदैछौँ अनि अहिले चाहिँ हामी खाडीचौरमा छौँ. अनि तातो पानी जाने र तातो पानी हुँदै हुँदै मिल्यो भने चाइना पनि जाने प्लान छ. सो लेट्स सी के हुन्छ. अनि एकदम गर्मी छ अनि माथिबाट आउँदा चाहिँ अलि तातै जाडै थियो नि त हाम्रो माथिबाट आउँदा. अनि तातो लुगा लगाएर आएको थियौँ. अब अहिले एकदमै गर्मी भइरहेको छ. अनि यु क्यान सी हियर द भेरी ब्युटिफुल इन्भाइरोमेन्ट. पारी खोला छ अनि यस चराहरू कराइरहेछ. सुन्दर लाइक ब्युटिफुल इन्भाइरोमेन्ट. एभ्रिथिङ इज सो गुड. अब के हुन्छ म हजुरहरूलाई अपडेट गरि नै हाल्छु. भर्खरै खानासाना खाएर अनि यहाँ बसिरहेछौँ. यो भ्यू इन्जोय गर्दै. यो चाहिँ हाम्रो फ्यामिली ट्रिप हो. अनि मम्मी म ड्याडी भाइ चाहिँ अब जाँदैछौँ. सो के हुन्छ हेरेर इन्जोय गरिदिनु होला. यति बेला हामी खाडीचौर आइपुग्यौँ. हामी आइपुग्न लाग्यौँ. हजुरहरूले मेरो यो कपाल भिजेको देखेर नै थाहा पाउन सक्नुहुन्छ कि म नआएर तातो पानीले त्यहाँ देखाउन चाहिँ मिल्दैन. प्राइभेसी चाहिन्छ. सबैजना नआइराख्नु भएको हुन्छ. सो मैले देखाउन चाहिँ पाइनँ. तर ठ्याक्कै त्यहाँनिर छ. म अहिले देखाइदिन्छु सर र यहाँनिर हो भनेर. अनि अहिले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यो एरिया. त्यो चाहिँ ठुलो शिवजीको लाइक के भन्छ मूर्ति छ. अनि त्यहाँ मम्मी ड्याडीहरूको त छ. अब चाहिँ जानुपर्छ है त. यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले त्यो उयो छ नि त्यो यो पार्क ओरेन्ज कलरको पार्क त्यहाँभित्र हो धारा चाहिँ. अनि यहाँ चाहिँ हाई आवाज ल यहाँ चाहिँ ठुलो मूर्ति छ शिव भगवानको. फोटो खिच्नुपर्छ है त. तल चाहिँ खोला छ है हेर्न सक्नुहुन्छ. त्यहाँ यस्तो राम्रो देखेको. हेलो एभ्रिवान. अहिले चाहिँ यहाँ फोटो सेसन भइरहेछ. अनि यहाँ चाहिँ यति बेसी फोटो खिच्दैछ. यु क्यान सी हियर. ल हेर्नुहोस् है ल. चाइनाको बोर्डरनिर छौँ. अनि यहाँ चाहिँ अहिले क्लोज भइसकेको रहेछ. हाम्रो चाहिँ एक्चुली उता बोर्डर पारी चाइना नै जाने प्लान थियो. तर प्लान चाहिँ भनेको जस्तो भएन. आज शनिबार पनि हो. त्यही भएर चाहिँ आज पास चाहिँ बनाउन मिल्दैन अरे. शनिबार बन्द हुन्छ अरे. सो यु क्यान सी हियर द बोर्डर. अनि मेरो फोनमा चाहिँ चार्ज पनि सकिसक्यो. अनि आई डोन्ट नो मैले हजुरहरूलाई कति देखाउन पाउँछु. जति खिचेको छु त्यति नै हेरेर इन्जोय गरिदिनु भयो होला पक्कै पनि. यु क्यान सी हियर खोला.
यहाँबाट चाहिँ भित्र जाने हो यहाँबाट हामी भित्र जान पाउँदैनौँ अहिले चाहिँ हाम्रो पास छैन आज स्याटरडे पनि पर्यो सो पास बनाउन यति बेला चाहिँ मिल्दैन अरे ठिक छ अब यतिसम्म आएर जान पाएको भयो हुन्थ्यो भन्ने चाहिँ हाम्रो प्लान थियो तर पाएनौँ अब मेबी समझे अब चाहिँ हामी यहाँबाट फर्किन लागेको अनि यति नै थियो आजको भ्लग चाहिँ आई होप इन्जोय गरिदिनु भयो होला त्यो चाहिँ चाहिएको हिमाल त्यहाँनिर चाहिँ अनि खासाको बजारमा भनिन्थ्यो के भनिन्थ्यो के सामान लिन मन थियो सबै पाएन के पनि भएन ठिक छ यहाँसम्म आयौँ घुम्यौँ इट वाज फन एन्ड टायर्ड अल्सो अब चाहिँ हामी फर्किँदैछौँ अनि भ्लगमा चाहिँ हजुरहरूले त्यो भिर मौरीहरू पनि देख्नुभयो होला त्यो चाहिँ भिर मौरी हो जुन मैले यो यस्तै पत्थर छ नि यस्तै पत्थरको चाहिँ यस्तो भित्रभित्र बसाएको थियो नि त्यो चाहिँ भिर मौरी हो अनि सबै रमाइलो थियो बाटो चाहिँ अलिक धोक्सने छ सानो बाटो छ पिज अलिअलि खाल्डाङ बाटो गरेर नै आइपुग्यौँ अनि ओभरअल इट वाज गुड र त्यो तातो पानीमा चाहिँ अलिकति प्राइभेसी चाहिन्छ नि त अब मान्छेहरू सबैजना नुहाइरहेको हुन्छ सो त्यो चाहिँ मैले देखाउन पाइनँ त्यो जुन चाहिँ एरिया देखाइरहेको थियो त्यही नै हो नुहाउने चाहिँ एकदमै तातो हुन्छ पानी चाहिँ एक्सपिरियन्स चाहिँ मेरो एकदमै लाइक ओभर द टप हुन्छ नि सोचेको चाहिँ थिइनँ कि पानी त्यस्तो तातो हुन्छ र ठाउँ चाहिँ यस्तो हुन्छ भनेर त्यो पानी चाहिँ एकदमै तातो थियो अनि त्यो तातो पानीमा चाहिँ एउटा हाम्रो हिन्दूहरूको चाहिँ एउटा विश्वास छ कि त्यो तातो पानीमा नुहाइसकेपछि चाहिँ हाम्रो भएको रोगहरू हाम्रो स्किन डिजिजहरू चाहिँ निको हुन्छ भन्ने चाहिँ एउटा आस्था विश्वास छ त्यही कारणले पनि त्यही एउटा बिलिभ राखेर नै त्यहाँ नुहाएका थियौँ ओभरअल इट वाज फन एन्ड यस I hope you guys enjoyed watching my video. Thank you so much for watching my video. Don't forget to give some thumbs up, share and subscribe to my channel. I'll see you guys in the next video. Till then, take care. Bye.